Hi guys, it's me Sujata. Welcome to my mini vlog. अहिले बिहानको 9 बज्यो। मलाई भोक लाग्न थाल्यो अनि म अलिकति ओइलाको साग जस्तो भइसकेको छु। मैले खाना खाइसकेँ। यति बेला भने म कपालमा तेल लगाएर बसिरहेको छु। तेल लगाएको 1-2 घण्टा पछाडि चाहिँ म नुहाउँछु। यति बेला हाम्रोमा पानी परिरहेको छ। मौसमले च्यालेन्ज गरेपछि अब चिया नखाने त कुरै भएन। चिया खाइसकेर मलाई के खाउँ हुन्छ अनि म केरा पनि खान्छु। 2 बजेपछि फेरि भोक लाग्छ। खाजा त खानै पर्यो। खाजाको लागि आज मकै भुट्दैछु हाँडीमा। यसरी हाँडीमा मकै भुट्दा चाहिँ मकै कमलो पनि हुन्छ अनि फुल पनि उठ्छ। नपत्या हेर्नुहोस् ल कतिको फुल उठ्दो रहेछ। यो चाहिँ पोहोरको मकै हो। एक घान त पाकिसक्यो। मैले खन्याउँछु अनि फेरि अर्को घान पनि भुटेर म खन्याउँछु। यसरी हाम्रो आजको खाजा पनि तयार भयो। अनि खाजा खाएर म जान्छु सिमी रोप्न बारीमा। यो चाहिँ थाङ्ग्रा नजाने खालको सिमी हो। हाम्रो खेतबारीमा हामीले चप्पल नलाइकन काम गऱ्यौँ भने चाहिँ हाम्रो शरीरको लागि मड थेरापी हुन्छ अरे। मड थेरापी गर्ने त भन्यो तर कमिलाले टोक्यो मलाई। टकटक पारेर सिमी रोप्यो। फेरि पनि मलाई कमिलाले टोक्छ। कमिलाको विष बार्न चाहिँ मैले त्यो कुटेको फलाम यस्तो लगाएको खुट्टामा सकेँ। अब पाइलामा पानी जम्छ भनेर पाइला पनि पुरपार गरिदिनु पर्छ अरे मैले त्यस्तो पनि गरिदिएँ। ओके बाई बाई गाइज।